बिहेको लागि यहाँ गरेको अवस्था हाम्रो चाहिँ सुँगुर भोलिको लागि रेडी हुँदैछ साथीहरू। अब के गर्नु बिहेको लागि यस्तै हो गाह्रो छ देखिँदैन सुँगुर ढाल्नु गाह्रो छ बनाउनु। अब हेर्छौँ भोलि के हुन्छ। अब सुँगुर आज हालियो साथीहरू बिहेमा पार्टी लगाउँछौँ हो त्यही भएर त्यसको लागि हामी सुँगुर चाहिँ रेडी बनाएको साथीहरू हाम्रो सुँगुर चाहिँ ढालिसक्यो। फाइनली भोलि चाहिँ अब 9-10 बजीतिरको कार्यक्रम होला। आउँदैन भोलि बिहेको लागि चाहिँ यहाँ हाम्रो चाहिँ सुँगुर काट्ने पनि अब भइसक्यो। अब भोलि के कस्तो हुन्छ छैन पाहुना आउनु जाने कार्यक्रम भइरहेको छ। अब आज मेहन्दी हाम्रा 9 बजीतिर होइन आज ठुलो सुनेली सोइलीहरू हुँदोरहेछ रातहरू कारणले अब हामी चाहिँ भोलि के कस्तो हुन्छ होइन त्यस्तो आज रमाइलो भएर सबैजना हुनुहुन्छ। अब गाह्रो छ सबै कुरा जस्तो कहाँ हुन्छ र त्यही पनि अलिकति हामी चाहिँ माला साथीहरू हाम्रो चाहिँ माला सुरु भइसक्यो। यहाँ पनि न्यारी क्या धारा त अब चाहिँ हामी मेकअप गरेर अब पार्टीतिर लाग्नुपर्ने छ। त्यही भएर हामी जुत्ता लुकाउन आँटेको हो नि जुत्ता पनि लुकाउने प्रोग्राम छ। अब के हुन्छ हेर्दै जाऊँ न साथीभाइहरूलाई अहिले साथीहरू अब चाहिँ हामी जाँदैछौँ। कस्तो के हो आज बुहारी मान्छेबाट ढिलो भयो मार्छ मलाई त्यही भएर म चाहिँ भूमिका म दाजु रेडी भएर आज जाँदैछौँ। अब के भन्छ चन्तीहरू चाहिँ आइसक्यो भन्दैछ। अब साथीहरूले पर्सिरा होला अब हामी त यस्तै हो साथीहरू भनेको बेला कहाँ सजिलो हुन्छ र हौ रेडी भएर हिँड्नलाई गाह्रै हुँदो रहेछ। फाइनली अब हामी चाहिँ पाइपलाइनमा गएपछि तपाईँहरूलाई म देखाउँछु के कस्तो हुन्छ हाम्रो रियाक्सन। हामी चाहिँ टाउन हलको पब्लिस गऱ्यौँ। अब हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ मलाई मम्मीले बोलाउँदै हुनुहुन्छ। अब के गर्नुपर्छ यहीँ थाहा हुन्छ साथीहरू सो त्यसको हामी हजुरहरूको सहयोग एकदम हामी खुसी छौँ।
अलिकति त्यहाँ छोडिदिनु त पङ्खालले अवस्था गर्मीमा के हो यस्तै छ यो गर्मीमा लु तिमी पनि आऊ लु नमस्ते गरिदेऊ नमस्ते तपाईँ सब्सक्राइब गरिदिनु काकीलाई भन छिटो नमस्ते गर छिटो ल साथीहरू यहाँ चाहिँ हामी गर्छौँ फेरि हाम्रो राई कल्चरको स्वागत गर्नुपर्ने हुन्छ पहिले आएको भए पहिले माया लाउने नै थिइन मेरो सपनको सबै खडेरीको रेखाको शीतलता र न्यानो सिरानी तिम्रो